अहिले चाहिँ हामी सर्कमा आएको छौँ। ट्याक्कसँगले यस्तो राम्रो ड्रागन छ। 3-4 दिनमा चाहिँ अलिअलि निक्लिन्छ सर यो। अलिअलि फागुनमा रोपेको यो। पछि रोप्नु भएको यता अस्ति फागुनमा रोपेको। यिनीहरू पनि चढ्न थालिसकिहालेछ नि। तीन चार दिनमा चाहिँ रातो भएकोहरू निक्लिन्छ कि 8-10 केजी निस्किन्छ होला के अलिक निस्किन्छ। फल्दा यस्तो राम्ररी ट्याक्क फल्छ। हरियो हुन्छ नि त सुरु। दानै फरक हुन्छ, बोटै फरक हुन्छ नि। ट्र्याक्टरले जोत्नुहुन्छ यो फेनमा? यहाँ त नि यसरी दाना लागेको छन्। यहाँ चाहिँ बिरुवा उत्पादनको हो। कहाँसम्म छ होइन, यता नि छ, यता छ।